म सुजित कुमार झा कार्यक्रम सम्बोधन विशेषमा यहाँहरूलाई स्वागत छ। हामीसँग यहाँ हुनुहुन्छ समाजसेवी बैद्यनाथ शाह। बैद्यनाथजीले खास गरेर असहाय संरक्षण मञ्चको माध्यमले गरिबहरूको घर निर्माण, जसको चाहिँ स्वास्थ्य क्षेत्रमा पहुँच छैन तिनीहरूलाई चाहिँ स्वास्थ्य चौकीहरूमा उपचार गराउने लगायतका कार्य गर्नुहुन्छ। सबैभन्दा पहिला बैद्यनाथजी तपाईँलाई धेरै धेरै स्वागत छ। धन्यवाद सुजितजी। बैद्यनाथजी, कस्तो कार्यक्रमहरू तपाईँहरूको अहिले चलिरहेछ? हाम्रो कार्यक्रम जस्तो गरिब असहायहरू, दलितहरू, जहाँ उहाँलाई अहिले सबभन्दा ठुलो के छ कि उहाँहरूको जो इलाज भइरहेको छैन, इलाजको बिना उहाँहरू जो मरिरहने अवस्थाहरू कहीँ कहीँ हामीले गएर हेरेको छौँ। उहाँलाई गाउँ गाउँबाट पनि ल्याएर यहाँ अञ्चल अस्पताल चाहिँ वहीँको चौकीहरूमा त्यसमा इलाजहरू हामीहरू गराइरहेको छु अनि उहाँको दवा दारूहरू पनि हामीले गराइरहेको छु। अरू पुरै जनकपुरै होइन, 2 नम्बर प्रदेशै जस्तो यहाँबाट जहाँबाट पनि मान्छेहरूको जो अपाङ्ग हुन्छ, जो खुट्टाले चलिरहेको छैन, उहाँहरूको लागि व्हील चेयरको हामीले व्यवस्था गराएर उहाँको गाउँ गाउँमा पुगाएर उहाँलाई यो पनि सेवा हामीले दिइरहेका छौँ। अनि स्वास्थ्य चौकीमा अहिले पनि यहाँका रोगीहरू या गरिबहरू तिनीहरू चाहिँ जान किन डराइरहेछन्, जबकि निःशुल्क स्वास्थ्य सेवा सरकारी अस्पतालहरूमा दिइरहेछन्, किन डराइरहेछ? होइन, वो यस्तो छ नि कि उहाँहरूको यस्तै हामीले पनि गाउँ गाउँमा गएको थिएँ। त्यहाँ पनि के छ कि अब उहाँको बच्चाहरू विदेश गएको छ, कसैको घरमा एक्लै बुढी मान्छे छ, उसलाई कोही पनिले हेरिरहेको छैन। त यस्ता चाहिँ उहाँलाई जनकपुर पनि ल्याउने अवस्था छैन। त्यस कारणले गर्दा हामीहरूले उहाँलाई जुन पनि हिसाबले जनकपुर पनि ल्याएर उहाँलाई इलाज गराइरहेको छु। जनकपुर अञ्चल अस्पतालमा पनि अरू थोक जस्तो केही दबाईहरू पनि, त्यहाँ औषधिहरू पनि फ्री पनि छ। अनि जो औषधि त्यहाँबाट फ्री दिँदैन भने हामीहरू आफ्नो असहाय संरक्षण मञ्चबाट सहयोग गरेर उहाँलाई औषधि हामीहरू दिन्छौँ। उहाँलाई कतिजनालाई अहिलेसम्म चाहिँ उपचार गराउनको लागि चाहिँ अस्पतालमा ल्याउनु भएको छ? कतिजना त्यस्ता होला? होइन, यो त हामीहरूको कामै अहिले बनिगयो। प्रायः 2-4 दिनमा एउटा दुईवटा कहीँ कहीँबाट आउँदै रहन्छ। अब त प्रचारै भइसक्छ 50वटा गाउँमा करिब करिब। त्यसै कारणले गर्दा हामीहरूको अब डेलीको डेली फोन आउँदै रहन्छ। यहाँ छ, त्यहाँ अञ्चल अस्पतालहरूमा पनि अब कुनै आउँछ, उसले भन्छ पैसा छैन भने अब उहाँको डक्टरहरू पनि फोन गरिदिन्छ कि ल बैद्यनाथजीको यो नम्बर छ, उहाँ फोन गर्नुहोस्। हामी पनि त्यहाँ जान्छौँ, उहाँको हेर्छु। के कसैलाई ब्लड छैन, उहाँलाई ब्लड पनि व्यवस्था गराइदिन्छु। हामीले औषधि पनि बजारबाट उहाँलाई व्यवस्था गराएर दिइरहेको छु। अनि यो सबैमा त निकै खर्चहरू पर्ने गर्छन्। तपाईँ एम्बुलेन्सै लिएर चाहिँ जानुहुन्छ, रोगीहरूलाई ल्याउनुहुन्छ। त्यो खर्चको तपाईँको फेरि एनजिओ छैन, तपाईँ चाहिँ एकदम स्वयंसेवी हो, कहीँबाट फन्ड पनि छैन, कसरी चाहिँ म्यानेज गर्नुहुन्छ? यो जो खर्चा जो यसमा भइरहेको छ असहाय संरक्षण मञ्चबाट, यसबाट पुरै जनकपुरको जो समाजहरू हुन्छ, उहाँ समाजहरूले हामीलाई पुरै वाचा गर्नुभएछ, बैद्यनाथ तपाईँ काम गर्नुहोस्, तपाईँको पछाडि हामीहरू छु भनेर। जति पनि खर्च हुन्छ त्यसमा म 10-15% जति म आफै खर्च गर्छु। बाद बाँकी कुरा यहाँको जति पनि समाजहरू छन् जनकपुरको, उहाँहरू मलाई सहयोग गर्नुहुन्छ। कस्तो खालको सहयोग? उहाँहरू चाहिँ अर्थबाट सहयोग गर्नुहुन्छ या जनकपुर अञ्चल अस्पताल लगायतका निकायहरूमा या नर्सिङहरूमा उपचारका लागि जानेहरू तिनीहरूको चाहिँ औषधिको चाहिँ व्यवस्था गरिदिन्छ? कुन रूपमा चाहिँ स्थानीयवासीहरूले तपाईँलाई सहयोग गर्छन्? जस्तो अब 1000-2000 को खर्चा जो हुन्छ त्यो त हामी आफै पनि गरिदिन्छु। तर कसैलाई 20-25 हज़ार पनि खर्चा जाने हुन्छ। उहाँहरूको लागि म बजारमा गएर 1000-2000 रुपियाँ मागेर 10-5वटा सँगी साथीसँग मागेर उसलाई इलाज गरिदिन्छु। अर्को कुरा सबभन्दा ठुलो यहाँको जो समाज अनि डक्टरहरू पनि हुनुहुन्छ, उहाँहरूको पनि अब जब जान्छु उस्तो उस्तो असहायहरूलाई लिएर अनि उहाँहरू पनि फ्री उहाँलाई इलाज गरिदिनुहुन्छ। डक्टरहरूले पनि फ्री इलाज गर्ने गर्छ। तर चाहिँ प्रत्येक 2 दिन 1 दिनमा तपाईँ कहाँ आउने गर्छन्? त्यो त पैसाको धेरै आवश्यकता पर्छन्। त्यो चाहिँ जनकपुरबाटै म्यानेज भइरहेछ कि अरू ठाउँबाट पनि ल्याउनुहुन्छ? होइन, यो पैसा वास्तविकमा जनकपुरैबाट, जनकपुरको जो हाम्रो समाज छ, जनकपुर धामै हामीहरू जो अहिले घोषणा गरेको छौँ। अनि पहिला पुरानैदेखि जनकपुर धाम छ, धामको हामीहरू यहाँको बसिन्दा छौँ। हामीहरू धामको जो समाजहरू छन् उहाँले भनेकै छ कि जति पनि हुन्छ हामीहरू मिलाएरै गर्छु भनेर। त सबै समाजहरूले जस्तो 10,000 खर्चा हुन्छ भने 1000 गरेर 8-10वटा दिन हुन्छ भने पुगिहाल्छ अनि मान्छेले पैसा दिइरहेको छ। तपाईँ व्हील चेयर वितरण पनि कार्य सुरु गर्नुभएको छ। व्हील चेयर वितरण कार्य कुन रूपमा अगाडि बढिरहेछ र
त्यसको चाहिँ खास गरेर अपाङ्गताको अवस्था धनुषा जिल्लामा कस्तो रहेछ? यहाँ त अपाङ्गता त हरेक गाउँमा एउटा दुईवटा छँदैछ, तर एउटा यहाँ खौदरी गाउँ भन्नेहरू त्यसमा त एउटै गाउँमा 30-40वटा अपाङ्ग छ। त्यसमा पनि हामीले यहाँबाट डक्टरहरूलाई लिएर स्वास्थ्य मन्त्री नवलजी हुनुहुन्छ, उहाँहरूको साथमा गएर त्यहाँ पनि शिविर लगाएको थिएँ। त्यहाँ 2-3टा व्हील चेयर पनि हामीहरूले व्यवस्था गराएको थिएँ। अनि अर्को पनि गाउँहरूमा हामीहरू गइरहेको छु, त्यहाँ पनि छ। त यो व्हील चेयर कुनै संस्थाले कुनै समाजहरूले हामीहरूलाई मद्दत गर्नुहुन्छ, त्यो उहाँको घरमा गएर हामीले पुर्याइरहेको छौँ। अनि त्यो पनि चाहिँ स्थानीय स्तरबाटै उठाउनुहुन्छ कि कस्तो खालको छ व्हील चेयर? किनकि एउटा व्हील चेयरको 10,000सम्म पनि पर्ने गरेको छ, त्यसलाई कसरी म्यानेज गर्नुहुन्छ? यो स्थानीय स्तरमा पनि छ। अनि हाम्रै काठमाडौँको पनि केही साथीहरू हुनुहुन्छ, उहाँले पनि वाचा गर्नुभएछ कि हामी दिन्छु भनेर। यहाँ पनि हाम्रो अरू पनि समाजको मान्छेहरू हुन्छ, उहाँ पनि भन्नुहुन्छ एउटा गरेर हामी पनि दिन्छु भनेर। त त्यसैले उहाँको समाजहरूसँग पनि लिएर काठमाडौँमा पनि एउटा दिएको थिएँ, वीरगन्जमा पनि मैले भेजेको थिएँ। अनि सबैको ठाउँबाट जहाँ पनि हाम्रो सँगै साथीहरू हुनुहुन्छ उहाँले पनि मद्दत गर्नुहुन्छ। के धनुषामा तपाईँ 40वटा चाहिँ एउटै गाउँमा चाहिँ यो अपाङ्ग भएका व्यक्ति देखिएका छन्? किन यस्तो भएको होला? तपाईँ त्यहाँ गएर चाहिँ 2-3 चोटि नै शिविर नै गर्नुभएको छ, किन त्यत्रो चाहिँ त्यही गाउँमा चाहिँ अपाङ्ग भएको देखिएको छ? सबभन्दा त पहिला मैले त्यस गाउँमा भिजिटको लागि गएको थिएँ। अनि उहाँले एउटा मनोज भाइ छ, उहाँले भन्नुभयो दाइ त्यहाँ जाउँ भनेर, त्यहाँ एकचोटि भिजिट गरौँ। मैले गएँ, उहाँ हेरेँ कि यार प्रत्येक घरमा एउटा न एउटा त्यहाँ विकलाङ्गहरू हुनुहुन्छ। मैले उहाँको समाजलाई बसाएर भने यो त अलगै समस्या छ, यो दैविक प्रकोप छ। किनकि यति असहाय, यति अपाङ्गहरू कहीँ पनि पाइरहेको छैन। मैले अर्को ठाउँमा पनि गएको छु। यस कारणले गर्दा यहाँ मन्त्रीहरूलाई लिएर 2 नम्बर प्रदेशको मुख्यमन्त्रीजीलाई पनि मैले आग्रह गरेको थिएँ कि कमसेकम उहाँ गएर खौदरी गएर यसमा पानीहरू पनि मैले ल्याएर मन्त्रीहरूसँग पनि गएको थिएँ। पानी पनि काठमाडौँ भेजेको छु उहाँले चेक गर्नको लागि। अब के कारणले यति उहाँ आजभन्दा पनि 6 महिना पहिला पनि अपाङ्ग एउटा पैदा भएछ। त्यसै कारणले गर्दा हामी उहाँको पनि सुधारको लागि अगाडि बढेको छु। गरिबहरूका लागि चाहिँ तपाईँ घर निर्माण कार्य पनि सुरु गर्नुभएको छ। त्यो घर निर्माण कार्य कुन रूपमा बढिरहेको छ? अहिलेसम्म कतिवटा घर बनाउनु भएको छ? हाम्रो त के छ कि अहिले सरकारी सहयोगहरू यताउति तबाट त कहीँ पनि आइरहेको छैन। तर एउटा जनकपुरैको मैले पहिला पनि भनेको, अहिले पनि भने, मैले जो पनि सहयोग पाएको छु जनकपुरैको समाजदेखि पाएको छु। जनकपुरको समाजको दिल एकदम ठुलो छ। यहाँको जस्तो घरको एउटा पक्की घर लगायत 20-25वटा कमसेकम जस्तो खपडाको यो टाटीहरूको हुन्छ जो देहातमा भन्ने, यस्तो घरहरू टुटी गएको थियो। यो बाढ पीडितमा हामीले बाढ पीडितमा गएको थिएँ, बाढमा घुम्नको लागि त्यसमा हेरेको थिएँ। उसैलाई कमसेकम 1 दर्जन 2 दर्जन 3 दर्जन बाँसहरू दिएर उसको तिरपालहरू दिएर त्यसको पनि मर्मतको काम भइरहेको थियो। एउटा त पक्की घर सिंहरजोरामा 8वटा उसको बच्चा छ, एकदम प्लास्टिकको घरमा बसिरहेको थियो, साँपहरू उसको भित्र जान्थ्यो। त्यस कारण उसलाई त पक्कै घर निर्माण भएछ। सबै यहीँको मैले भने कि 10% मेरो पैसा हुन्छ, पछि सबै समाजको पैसाले उहाँको पनि निर्माणको काम चलिरहेको छ। कतिवटा घर बनाउनु भएको छ? अहिलेसम्म पक्की घर त एउटा बनाएको छु, तर 20-25वटा यो मतलब मरम्मतको काम 20-25वटा ठाउँमा चलिरहेको थियो घरको। कस्तो खालका व्यक्तिहरू जसको चाहिँ घरको आवश्यकता रहेको छ? गाउँहरूमा पनि त पक्की घरहरू बन्न थालेका छन्, फुस्कै घरको चाहिँ कति समस्या तपाईँ यो धनुषा जिल्लामा देख्नु भएको छ? अनि हामीले कहाँ यो मद्दत गरेको छु कि जहाँ जसको कोही पनि छैन, एकदम असहाय छ, कोही पनि कमाउने छैन, बुढ-वृद्ध मात्रै छ। अनि त्यस कारणले गर्दा उहाँलाई अब 1000को पनि बाँस पनि किन्न गाह्रो थियो, यो एउटा तिरपाल पनि किन्न गाह्रो थियो। त्यसै कारणले गर्दा हामीहरू सबै ठाउँबाट सहयोग गरेर उहाँहरूलाई बाँस पुर्याएँ, यो तिरपाल पुर्याएँ। यसमा धेरै संस्थाहरू पनि हामीले मद्दत गरेको छ। काठमाडौँको संस्था पनि छ, जनकपुरको संस्थाहरू पनि लगायत सबैले मद्दत गरेको छ। सबैलाई हामीले त्यही पुगाएर अनि यो मर्मतको कामहरू चलिरहेको छ। मर्मतका कार्यहरू चलिरहेको छ। यो यस्ता खालका चाहिँ कति समस्या रहेको छ धनुषा जिल्लामा? कति व्यक्ति चाहिँ यस प्रकारका रहेका छन् तिनीहरूलाई चाहिँ यस प्रकारको घरको आवश्यकता रहेको छ? जनकपुर धाममा यता धनुषा मैले करिब 30-40-50वटा पनि गाउँमा घुमेको छौँ। त्योहरूमा सबै ठाउँ एउटा गाउँमा कमसेकम 10वटा 20वटा 25वटाको दलितहरूको पनि घर छ। त्यसको घर पनि बस्ने पनि अवस्था अहिले पनि छैन। अनि त्यसले गर्दा यो 2 नम्बर प्रदेशको
सरकारनिर पनि हामी यही मार्फतले पनि आग्रह पनि गर्न चाहन्छु कि यो कामहरू हामीहरू पनि अलि लागेको छु अनि उहाँको त पुरै कर्तव्य हो, दायित्व हो, उहाँहरू गरोस्, हामीहरू पनि को साथमा लियोस्, हामीहरू पनि गएर हेराउँछु, हामीहरू पनि उहाँहरूको साथमा काम गर्छु। अनि बेटीहरूलाई खास गरेर यहाँ चाहिँ बेटी बचाओ अभियान पनि धनुषा जिल्लामा या प्रदेश नम्बर 2 मा चलिरहेको छ। यो अभियान चाहिँ अहिले चलिरहेको छ। तपाईँ 2 वर्षदेखि नै चाहिँ बेटीहरूको जसको चाहिँ बिहे भइरहेको छैन तिनीहरूलाई सहयोग गरिरहनु भएको छ। त्यो सहयोगको योजना कसरी आयो? खास गरेर बेटीको बिहेको लागि बेटीलाई पढाउने अभियान तपाईँले सुरु गर्नुभएको छ, त्यो योजनाहरू कसरी आयो? जस्तो मैले पहिले भने कि हामीलाई सबभन्दा राम्रो के लागिरहेको छ कि हामी आफ्नो आधी घन्टा समय यदि कुनै असहायमा बिताइरहेको छु भने उहाँलाई धेरै नै सहयोग भइरहेको छ। हामीले गए कुनै ठाउँमा अब छोरी जवान भइसकेको छ, उसलाई अब 5 रुपियाँ पनि छैन, आफू पनि खाने पनि 5 रुपियाँ छैन, अब उसलाई बिहे कसरी गर्ने त्यो समस्या आयो। अनि हामीले यहीँको समाजलाई फेरि सँगी साथीलाई बसाएर कुरा गरे कि यस्तो यस्तो छ के गरौँ भनेर। उहाँले भन्नु हो छोरीलाई बिहे गर्नुपर्छ। हामीहरू सबै साथमा मिलाएर उहाँको बरातीहरू जन्तीहरू आउँछ, उसलाई खाना नास्ता व्यवस्था, उसको पलङ दराज कपडा लत्ता जति पनि हुन्छ दाइजो नदिने अनि उसको घर खर्चको केटीको जति पनि हुन्छ सबै थोक हामीले दिएर त्यो बेटीहरूको बिहेलेसम्म 3-4 वटालाई गराइसकेको छु। एउटा बिहेमा कतिको खर्च चाहिँ तपाईँहरूले म्यानेज गर्नुहुन्छ? एउटा बिहेमा करिब 2.5-3 लाख जति 3 लाख जति खर्च हुन्छ। त्यसमा पलङ एउटा दिन्छु, एउटा दराज दिन्छु, केटीहरूको कपडाहरू दिन्छु, केटाको पनि कपडा दिन्छु। त्यसपछि करिब 100 वटा जन्ती अनि घरको लागि त्यो नास्ता अनि खानाको पनि व्यवस्था हामीहरू गराउँछु। करिब 2.5-3 लाख जतिको खर्च पर्छ त्यसमा। अनि पढाइ काज चाहिँ कतिवटा विद्यार्थीहरूलाई अहिले गराइरहनु भएको छ र त्यसको म्यानेज कसरी गर्नुहुन्छ? पढाइको पनि कामको के छ कि जनकपुरमा मैले 3-4 वर्षदेखि यो काम गरिरहेको छु। सफाई लगायत यो बच्चाको पढाउने, यो बिहे गराउने, कम्बलहरू बाँड्ने सबै काम गरिरहेको। त्यसै कारणले गर्दा जस्तो अब गरिबहरू असहायहरू बिमारी आउँछ भने उसलाई डक्टरले हेरिदिनुहुन्छ। उहाँलाई डक्टरले पनि थाहा छ कि असहायहरू वेदनादि लिएर आउनुहुन्छ भने पैसा माग्नुहुन्न। त्यस्तै यो असहायहरू बेटीहरूको लागि पढाउनको लागि यदि कुनै स्कुलमा म जान्छु भने उहाँको प्रिन्सिपल सरहरू भन्नुहुन्छ ठिक छ वेदनाजी उहाँलाई हामीले जिम्मा लिन्छु पढाइदिन्छु भनेर मैले आग्रह गर्छु, पढाइदिनुहोस् नत्र म पैसा दिन्छु भनेर। त उहाँले आग्रह स्वीकार गर्नुहुन्छ, पढाइदिनुहुन्छ। उहाँलाई केही किताबहरू किन्नुपर्छ भने हामीले किनेर व्यवस्था गराउँछु अनि उहाँले पनि सहयोग गर्नुहुन्छ, यहाँको सरहरू पनि। ती विद्यार्थीहरूको चाहिँ अवस्था कस्तो छ जो चाहिँ विद्यार्थीहरू चाहिँ पढिरहेका थिए, घरमै बसिरहेका थिए, बाख्रा चराइरहेका थिए, तिनीहरूलाई तपाईँले चाहिँ विद्यालयतर्फ लग्नुभयो, तिनीहरूको अवस्थामा सुधार भएको छ कि के छ? होइन, यसमा के छ कि जस्तो 10 वटा विद्यार्थीमा 1-2टा त भागिसकेको छ अनि अरू विद्यार्थीले पढिरहेको छ। अहिले पनि तपाईँ कवर हलनिर जस्तो एउटा बस्ती छ 25-30 वटा त्यो डोम बस्ती छ, त्यसमा गएको थिएँ, मैले भिजिट गरेको थिएँ। 60 वटा त्यसमा बच्चा छ, 5 वटा मात्रै पढि लेखिरहेको छ, 55 वटा पढेको छैन। मैले उहाँको छेउमा एउटा स्कुल छ, मैले कुरा गरेको छु अनि त्यसलाई बच्चाहरूलाई पढाउने त्यसको किताब ब्याग जुत्ता चप्पलहरूको पनि व्यवस्था हामीहरूले मिलाइरहेको छु, ठाउँ ठाउँमा कुरा गरिरहेको छु। तर चाहिँ सरकारले त निःशुल्क शिक्षा भनिरहेछन्, कपडा पनि दिइरहेछन्, लुगा र अनि झोलाहरू पनि दिइरहेछ, किताब पनि दिइरहेछ, किन बच्चाहरू चाहिँ स्कुलतर्फ गइरहेछन्? तपाईँले किन यसमा मेहनत गर्नु परिरहेछ? सरकारको त जो काम छ उहाँले गरिराख्नु भएको छ, तर अहिले तुरुन्तै एउटा जादुको पनि छडी छैन। अहिले 2 नम्बर प्रदेशको सरकार बनेको पनि 1 साल भएको छ अनि त्यसैले गर्दा पुरै गाउँमा पनि अहिले बिस्तारै उहाँहरूको पनि काम चलिरहेको छ। मेरो त 3-4 वर्षदेखि यो मैले काम गरेको छु, त्यस कारणले मलाई ज्यादा नै अहिले थाहा छ कहाँ को छ भनेर। त्यसै कारणले अब पहिल्यैदेखि यो काम गरेको छु, त्यसै कारणले कुनै ठाउँमा अहिले पनि त्यहाँ पुग्नु भएको छैन सरकार भने हामीले पुगेर काम अलिअलि गराइरहेको छु सहयोगले। तर सरकार पनि अहिले एउटा स्किम पनि चलाउनु भएको छ, केटीलाई जो साइकल दिने पढाउने, उहाँको पनि काम सराहनीय छ। तर कहीँ अहिले पुगेको छैन, त्यहाँ हामीहरू पुगेर अलिक व्यवस्था गराइरहेको छ। तर तपाईँले चाहिँ निजी विद्यालय किन रोज्नुहुन्छ? सरकारी विद्यालयमा पनि पठाउन सकिन्छ नि। सरकारी विद्यालयतर्फ किन मानिसहरू आकर्षित भइरहेछन्, यहाँका स्थानीयवासीहरू किन आकर्षित भइरहेछन्? त्यतातर्फ चाहिँ तपाईँले के सोच्नु भएको छ?
सरकारीमा त वास्तविकमा हामीले त सरकारी स्कुलमा अधिकतर ज्यादा गरेर मान्छेलाई भन्छु, त्यो विद्यार्थीलाई भन्छु तपाईँ यहीँ पढ्नुहोस्, किनकि बोर्डिङमा पढ्नुहुन्छ भने अनि सरकारीमा पढ्नुहुन्छ भने फरक के छ। सरकारीमा तपाईँलाई किताबहरू दिन्छ, सबै थोक दिन्छ, भोलि गएर तपाईँ नोकरी पनि हुन्छ। त्यसै कारणले तपाईँले सरकारीमा पढ्नुहोस् भने यो त प्रचार हामीले गरेको थियो। तर पहिल्यैदेखि के भइसकेको छ कि सरकारीमा राम्रो पढाइ हुँदैन, बोर्डिङमा राम्रो पढाइ हुन्छ भनेर यो कुरा पहिल्यैदेखि मान्छेको मानसिकतामा आएको छ। त्यस कारणले गर्दा त्यो मानसिकतालाई पनि हटाउनु पर्छ। अनि हामीले त वास्तविकमा कहीँ पनि जान्छु भने बच्चाहरूले भन्छु कि सरकारी स्कुलमा पढ्नुहोस् भनेर। तर उसको अभिभावकले स्वीकार गर्दैन, त्यसले चाहिँ निजीमा गऱ्यो भने खुसी हुन्छ बढी। हो, निजीमा गऱ्यो भने खुसी हुन्छ, तर हामीले कन्भिन्स गर्छौँ कि सरकारीमा पढ्नुहुन्छ भने भोलि गएर बच्चालाई नोकरी लगाउनमा आसान हुन्छ, उहाँहरूलाई सामानहरू पाउँछ, साइकलहरू दिन्छ सरकारले। त्यस कारणले अब अलिअलि अब सरकारीमा पनि आकर्षित भइरहेको छ। बैद्यनाथजी चाहिँ एउटा अझै अभियान चलाउनु भएको छ सफाइको। जनकपुर अञ्चल अस्पताल फोहोरै फोहोर थियो, त्यहाँ चाहिँ निकै अहिले सफा देखिएको छ जनकपुर अञ्चल अस्पताल। जनकपुर अञ्चल अस्पताल यसै गरी चाहिँ यहाँका धार्मिक स्थानहरूको पनि सफाइ अभियान चालु गर्नुभएको छ। त्यो सफाइ अभियान कुन रूपमा अगाडि बढिरहेछ बैद्यनाथजी? हाम्रो जो सफाई अभियान छ यो जनकपुरको 3-4 सालदेखि हामीले गरिरहेको छु। त्यसमा सबभन्दा ठुलो परिवर्तन आएछ अहिले जनकपुर अञ्चल अस्पताल यहाँको। त्यसमा के भयो कि हामीले पहिला त्यो पेसेन्टहरूलाई जब इलाज गराइरहेको थियो भने उहाँको अब मैले खाना आफ्नो घरबाट लिएर खुवाउने, अनि उसले भन्दै थियो पछि गएर कि मलाई उल्टी हुन्छ भनेर। मैले भने किन भाइ, त यो धेरै नै कचरा छ, लेट्रिन साइडमा जान्छु भने उल्टी हुन्छ। मैले गएर हेरेँ, वास्तविकमा जनकपुर अञ्चल अस्पताल धेरै नै कचरा थियो। हामीले करिब 2.5-3 साल जति भएको छ। सबै जनकपुरको समाज, यहाँको योग शिविरहरू सबै मिलाएर त्यहाँ सफाई हामीले चालु गरेको थिएँ। 2 साल पहिला पनि मैले भनेको थिएँ कि आउनेवाला समयमा 2-3 सालको अन्दरमा यो अञ्चल अस्पताल एउटा सिटी अस्पताल जस्तो यहाँ जनकपुरमा हुनेछ भनेर। आज तपाईँ पनि गएर हेर्नुहोस्, त्यहाँ एकदम पुरै जनकपुर अञ्चल अस्पताल पहिला जस्तो लागेको छैन। एकदम सफाइ छ, पहिला थाल थियो, पानी थियो, त्यो सबै चेन्ज भएको छ त्यहाँ। अनि त्यहाँ एकदम मैले राम्रो छ एकदम सफाइ। अनि त्यसपछि जानकी मन्दिर भयो, यहाँ जनक मन्दिर भयो, हरेक ठाउँमा पोखरी तलाब भयो, हामीहरू सबै ठाउँमा लागेको छु। अब नगरपालिका पहिला थिएन, नगर प्रमुखहरू थिएन, अब नगर प्रमुखहरू पनि आउनुभएछ, उहाँहरू पनि लाग्नुभएछ। तर हामीहरू समाजले पनि यो सफाइको काम हामीले पनि आफ्नो जिम्मेदारी बुझेर गरिरहेको छु। त्यो चाहिँ सफाइ चाहिँ अहिले धार्मिक स्थान र अस्पतालमा मात्रै सीमित छ कि अन्य ठाउँमा पनि तपाईँहरू जानुभएको छ? गाउँमा, ग्रामीण क्षेत्रहरूमा के छ अवस्था? होइन, हामीले त अहिले के छ कि यहाँ त जनकपुरमा अहिले धेरै नै अब सफाइ अभियानीहरूको रूपमा पनि आएको छ होइन। अब त्यसै कारणले हामीहरूको एम छ कि गाउँ गाउँमा पनि गएर यो सफाइको बारेमा बताउँ, किनकि मोदीजी एउटा इन्डियामा सफाइ अभियान चलाइयो, यत्रो राम्रो अहिले पुरै दुनियाँमा मेसेज गएको छ। त्यसै कारणले हाम्रो पनि नेपालको पुरा दुनियाँमा मेसेज जाओस् कि जनकपुर धाम धेरै नै सफा छ। पहिला जनकपुर धामको बारेमा धेरै कचरा छ भनेर पहिचानको रूपमा जान्दै थियो। तर अहिले जब 2 नम्बर प्रदेश भयो भने हामीहरू पनि सबै यहाँ मिलेर, समाज मिलेर, नगर प्रमुखहरू सबै मिलेर, यहाँ मुख्यमन्त्रीजी सबै मिलेर एकदम राम्रो बनाउने प्रयासमा छु। अब हाम्रो टार्गेट गाउँ गाउँमा गएर, जस्तो गङ्गुलीको त्यहाँको समाजहरू आएको थियो, उहाँलाई झाडो ग्लभ्सहरू पनि मैले भेजेको छु। अनि यहाँ भमरपुरा गाउँ त्यहाँ पनि हामीले गरेको छु। यो 20-50 गाउँ, अब गाउँ गाउँमा हाम्रो प्लान चाहिँ गाउँ गाउँमा गएर उहाँहरूलाई अग्रणी गरौँ अनि सफाइको काम त्यहाँबाट पनि चालु गराउँ। सफाइका चालु एकातिर चाहिँ सफाइको कार्य भइरहेको छ भने अर्कोतर्फ असहायहरूलाई, जसको चाहिँ कोही छैन, त्यसलाई चाहिँ अस्पतालमा पुर्याउनु, अस्पतालमा उपचार गराउनु भने अर्कोतर्फ चाहिँ बेटी बचाओ अभियान पनि उहाँले चाहिँ चलाइरहनु भएको छ। त्यस अन्तर्गत चाहिँ विद्यालयमा चाहिँ पढाउनेदेखि तिनीहरूलाई बिहे गराउनसम्म पनि कार्य गर्नु छ। यत्रो कसरी चाहिँ यति काम चाहिँ हेर्दाखेरि सुन्दाखेरि यत्रो चाहिँ एकैजनाको नेतृत्वमा यस्तो काम भइरहेको छ, कसरी चाहिँ एकैजनाले यत्रो काम गर्नुहुन्छ? होइन, यो काम पवित्र काम म पनि बुझेर एकदम गरिरहेछु। अनि यो पवित्र काममा जनकपुरवासी म एक्लै छैन, सबै तपाईँहरू पनि मेरो साथमा हुनुहुन्छ। पुरै जनकपुरवासी मलाई हिम्मत दिनुहुन्छ। अनि सबभन्दा ठुलो छ मेरो टाइमिङको सिस्टम। म जो काम 5 बजे 4 बजे बिहान उठ्छु, 5 बजे नुहाएर एकदम 5 बजेदेखि 6-7 बजे 7:30 बजेसम्म सामाजिक कामहरू गर्छु। फेरि 8 बजे मेरो आफ्नो काम पनि छ, 8 बजेदेखि म काम पनि हेर्छु। मतलब प्रत्येक घन्टा मैले सिस्टम बनाएको छु, यो घन्टामा यो काम, यति समयमा यो काम। त्यसै कारण म त्यति टाइममा त्यही काम गर्छु। समाजसेवीको काम छ भने समाजसेवी त्यति टाइममा गर्ने। त यो हिसाबले हरेक टाइमिङको हिसाबले सबै थोक काम भइरहेको छ, मेहनत त परिरहेको छ।
तर काम सबै मान्छेले सहयोग पनि मलाई गरिरहेको छ अनि पुरै काम एकदम राम्रोसँग भइरहेको छ। राम्रोसँग चाहिँ काम भइरहेको छ। यसलाई चाहिँ तपाईँले चाहिँ घन्टा लगाउनु कति घन्टा चाहिँ समाजसेवाको लागि छुटाउनु भएको छ? समाजसेवीको लागि 2 घन्टा प्रत्येक दिन 2 देखि 3 घन्टासम्म हामीले लागेको छु। यो 3 घन्टा पुरै समाजसेवीको काम गर्ने अनि त्यसको पछि हामीलाई आफ्नो पनि कामहरू छ, त्यो पनि काम हेर्नुपर्छ। यहाँको एउटा कलबार सेवा समिति एकदम ठुलो पहिला संस्था छ, त्यसमा पनि केही छैन, धेरै ठुलो उसलाई मैले बनाएको छु। जनकपुरको 2-4 हजार पनि मान्छे जान्छ भने त्यहाँ व्यवस्था हुन्छ, त्यस्तो मैले यहाँ धर्मशाला पनि हामीले बनाइरहेको छु। तर कति घन्टा त्यसमा समय दिनुहुन्छ समाजसेवाका लागि? समाजसेवाको लागि करिब 3 घन्टा समय दिन्छु, 3 घन्टा। र बिचमै चाहिँ कोही चाहिँ रोगी आयो भने त्यो चाहिँ फेरि त्यो बेला चाहिँ गर्नुहुन्छ कि त्यही 3 घन्टाकै क्रममा चाहिँ आयो भने मात्रै चाहिँ हामीले काम गर्छु? होइन, रोगी जब बिचमा आयो भने म जत्रो पनि मिटिङमा हो चाहे जो पनि काम हो त्यो छोडेर म गइहाल्छु। त्यो त इमर्जेन्सी काम भयो, तर जो काम नरुक्ने काम हो त्यसलाई त गर्नु पर्यो। तर जो काम मलाई 2-4 घन्टा पछि पनि गर्नुपर्ने हो त्यो काम मैले त्यो टाइममा गर्छु। अनि यस्तो इमर्जेन्सी, कसैको ब्लडै दिनुपर्छ, कसैको तुरुन्तै इमर्जेन्सी भइगयो, त त्योहरू कामको लागि त खैर 24 घन्टा मैले खुला रहन्छु। 9 बजे रातिमा पनि फोन आउँछ कि यसलाई ब्लड दियाउनु पर्छ, कसैलाई के गर्नुपर्छ, रातिमा पनि मलाई जानुपर्छ। आज 10 दिन पहिलाको पनि घटना थियो। 8 बजेतिर यो एउटा पेसेन्ट जनकचोकनिर गङ्गासागरनिर फ्यालेको थियो, उसलाई पनि हामीले पवन सिंह हाने दाइहरूले लगेको थियो हस्पिटलमा, रातिमा इलाज गराएको थियो, त्यही राति मर्ने अवस्था थियो, त्यसलाई पनि सुधार भएको छ। अनि यस्तो त सैकडा पेसेन्ट सुधार भएको छ, त्यसको नाम पनि गिन्ती छैन हामी कहाँ। अनि बैनाजी, तपाईँ एउटा व्यवसायी मान्छे, कसरी चाहिँ यो समाज सेवातर्फ कसरी चाहिँ अग्रसर हुनुभयो? सामान्यतया व्यवसायीहरू त यसतर्फ चाहिँ पछि नै जान्छन्, पहिला चाहिँ सङ्घर्षका पिरियडमा बढी कमाउनतर्फ ध्यान गर्छ। तपाईँले समाज सेवाले नै किन रोज्नुभयो? म पहिला नै देखेँ, हामी आफै एकदम असहाय मान्छे जनकपुरको थिएँ, एकदमै असहाय। यो सबै यो कुरा दुःखहरू सबै मैले आफै भोगेको छु। अब मैले के हेरेँ कि मलाई आधी घन्टा 1 घन्टा आदि समय मैले समाजमा दिइरहेको छु भने समाजको धेरै नै ठुलो यहाँ बदलाव आइरहेको छ, धेरै नै ठुलो सहयोग भइरहेको छ। जस्तो पछाडि सालको कुरा गर्नुहोस्, यत्रो चिसो थियो जनकपुर धाममा, यसको वरिपरिमा मैले सबै संस्था मिलाएर सबै संस्था मलाई डोनेसन गर्नुभयो। 1300 जति कम्बल मैले करिब 40-45 गाउँमा मैले 35 दिनसम्म बाँड्दै थिएँ। त के छ कि तपाईँको अलिकति त समय दिनुपर्छ अलि समाजको काम गर्नको लागि। त्यही यसले पनि बाढ आएको थियो, त्यो बाढमा पनि 400 घरमा मैले घरमा गएर भर यो तपाईँ 5-5 फिट पानीमा मैले हेलेर उसको घरमा गएर राहत पुगाएको थिएँ। त समय त दिनुपर्छ अलि। एकैचोटि अब व्यापारी खाली गर्ने, समाजसेवी गर्ने भने एकैचोटि त हुँदैन। तर एउटा व्यापारमा अलि त लोस गएछ, तर त्यसले गर्दा समाजलाई धेरै नै परिवर्तन भएछ, धेरै नै सहयोग पुग्याएको छु। यो कहिले फिल हुँदैन यदि मैले चाहिँ समाजसेवामा यदि बढी समय नदिएको भए हाम्रो व्यवसाय यत्रो बढ्थ्यो, कहिले काहीँ फिल हुँदैन? हैन, फिल त हुन्छ, तर मैले अहिले पनि मलाई जति जनकपुरमा अब सामाजिक क्षेत्रमा जो मलाई इज्जत प्रदान गरेको छ त्यो पैसाले लाखौँ गुणा ज़्यादा मलाई त्यति बेला लाग्छ कि मैले पैसा कमाएछु भनेर। ठिक छ, पैसा ज्यादै कमाउँला, तर इज्जत मान्छेको छैन भने त्यो पैसा पनि बेकार छ। पैसा त ठिकै छ, आउँछ जान्छ, मलाई पनि खाने पैसा पुगिरहेको छ, सानोतिनो घर छँदैछ। अनि मेरो अलि मेहनत गर्नाले यतिले मान्छेलाई यत्रो असहायले सहयोग पुगिरहेको छ भने हामीले यही ठान्छु कि मेरो सबभन्दा ठुलो कमाइ मेरो यही भएको छ। कतिजना चाहिँ जनकपुरमा यस्ता देखिएका छन्, पहिला चाहिँ समाजसेवा गर्ने, त्यसपछि चाहिँ राजनीति गरिदिने। राजनीतिमा आउनका लागि यो समाजसेवा एउटा सिँढीका रूपमा, भर्याङका रूपमा काम गरिरहेका पनि देखिएको छ। तपाईँको कस्तो छ? यो कुरा वास्तविकमा मलाई महिनामा 1-2 इन्टरभ्यू हुन्छ, तर अन्तिममा यो सोध्नै हाल्नुहुन्छ तपाईँहरू जस्तो पत्रकारज्यूहरू। तर के छ कि समाजसेवा जो मैले गरिरहेको छु, मलाई यदि राजनीति गर्नु छ भने म जनकपुरैभर समाजसेवा गर्थेँ। तर म वीरगन्जमा पनि गएर गरेको छु, काठमाडौँमा पनि एउटा व्हिलचेयर त्यो दिन मैले दिइरहेको छु। यो गाउँमा जलेसर त मेरो क्षेत्र छैन, म जलेसरमा गएर दिएको छु। यो खौजरी मेरो क्षेत्र छैन, म खौजरीमा गएर दिएको छु। त के चाहिँ समाज नेता भन्दा पनि ज़्यादा अहिले मलाई इज्जत गरे। 50वटा गाउँमा पनि म जान्छु भने मान्छेले मलाई नमस्कार गर्छ, इज्जत गर्छ। त्योभन्दा अब ठुलो नेता म के भन्ने, नेता त म अहिले नै बनिगएको छु। एकदम ज्यादै मान्छेले मलाई इज्जत गरिरहेको छ। तर चुनाव लड्ने नेता, चुनाव नलड्ने म पहिला पनि भनेको थिएँ, किनकि अहिले पनि 3वटा चुनाव भएको छ सरकारी तन्त्रमा। 3वटा चुनाव म पनि यहाँ जनकपुरको यति काम गरेको थिएँ भने मान्छेलाई अलिअलि याद थियो कि वैद्यनाथ पनि छ भनेर। म पनि चाहन्थेँ नै यो चुनावमा पनि केही लडेर कुनै न कुनै सानो पनि 3 एउटा पोस्ट लिन्थे। तर
मलाई लिएन। आउनेवाला पनि समयमा म जानकीजीसँग मनाइरहेको छु कि राजनीति मसँग नगराओस् भनेर। जो काम मैले गरिबलाई गरिरहेको छु त्यही गर्न दियोस्, यहीमा म एकदमै खुसी छु। एकदमै खुसी हुनुहुन्छ। र अब लक्ष्य के रहेको छ? यो कामलाई कुन रूपमा अगाडि बढाउने लक्ष्य रहेछ? मेरो लक्ष्य अब के छ कि जनकपुर धाम लगायत जति पनि यता वरिपरिमा जो घरहरू छ, यहाँ सबभन्दा समस्याको कुरो छ कि फ्यालेको पेसेन्ट जो बाटोमा फ्यालेको हुन्छ। अब उहाँलाई जस्तो मैले पनि हस्पिटलमा लग्छु, तर उहाँलाई एउटा मान्छेले हेर्नेवाला त्यहाँ छैन हस्पिटलमा पनि। एउटा कुनै मान्छे छैन कि उसलाई खुवाइदियोस् भनेर, औषधि ल्याइदियोस् भनेर। त अब मलाई पनि त व्यापारी मान्छे छु, म पनि भर दिन त्यहाँ समय दिइरहेको छैन। मलाई त यो आग्रह के थियो कि हस्पिटलमा पनि कहीँ कमसेकम 10वटा बेड होस्, 2टा स्टाफ होस्, कहीँ देखरेख गरिदिनु। त म पसलबाट औषधि ल्याइदिनु, तर देखरेख गरिदिनको लागि 2टा मान्छे चाहियो। तर मेरो अब के सोच, जनकपुरमा 10-20वटा रुम यस उहाँहरूको लागि म बनाऊँ, त्यसमा 2-4वटा डाक्टर रहोस्, त्यसमा उहाँको लागि म खानाको व्यवस्था गरौँ, उहाँको लागि उपचार गराउँ। मेरो यो पनि लक्ष्य छ कि आउनेवाला जनकपुर धाममा म उहाँहरूको लागि असहायको लागि यस्तो एउटा हस्पिटल टाइपको बनाऊँ, जसमा कमसेकम उहाँलाई राखेर सेवा गर्न पाऊँ। मान्छे उहाँको डक्टर आउँछ, उहाँलाई चेक गर्छ, उहाँलाई खाना खुवाइदिन्छ, उहाँलाई सबै हामीहरू पनि सेवा गरौँ। यो मेरो पनि अगाडिको कार्यक्रम हुनेछ। उहाँ हुनुहुन्थ्यो बैद्यनाथ शाह र चाहिँ बैद्यनाथ शाह समाजसेवाको क्षेत्रमा केही वर्षमै चाहिँ निकै चर्चित हुनुभएको छ र दिनभरि चाहिँ उहाँको यो गतिविधि रहन्छ। हुनको समयका हिसाबले उहाँ 2-3 घन्टा मात्रै भन्नुहुन्छ, तर दिनभरि नै उहाँलाई चाहिँ समाजसेवा गरेको देखिन्छ।